नेपाली काङ्ग्रेसको केन्द्रीय कार्य समितिको बैठक पार्टी कार्यालय सानेपामा जारी छ। उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा जारी बैठकमा सभापति गगन थापाको राजीनामा, निर्वाचनको प्रारम्भिक समीक्षा लगायतका विषयमा छलफल भइरहेको नेताहरूले जनाएका छन्। बैठकमा सभापति थापा भने सहभागी हुनुभएको छैन। सभापति थापाले केही दिन अघि उपसभापति शर्मा समक्ष राजीनामा बुझाउनु भएको थियो। बैठकले राजीनामा स्वीकृत गर्ने वा नगर्ने भन्ने विषयमा पनि निर्णय लिने बताइएको छ। नेपाल बहुत टेलिभिजन खोजमूलक